मेरो नाम चाहिँ भुपेन गुरुङ। आलीचरको के अरे त्यो हिमालयन रेस्टुरेन्ट अनि बार क्याफेको चाहिँ अहिले हालसाल नयाँ सेट भनौँ होला। फेरि हाम्रो अब यो लोकेसनको हिसाबले जाने हो भने चाहिँ हाम्रो लोकेसन चाहिँ हाम्रो अमरसिंह चोक हिमालयन ब्याङ्कभन्दा अलिकति तल लोकेटेड छ। हाम्रो चाहिँ आउनु होला, यस्तै यस्तै खाजाहरू ट्राई गरेर यस मिठो स्वाद अनि खुला वातावरण मनोरञ्जनहरू लिएर जानु होला। जसमा चाहिँ खाजाको आइटमहरू त धेरै नै हुन्छ। हाम्रो मेनुमा चाहिँ खाजाको आइटमहरू धेरै छ र यो चाहिँ अब स्पेसल कम्बो सेटदेखि लिएर अब ब्रेकफास्ट खाजा अनि मिठो अब खाजा अनि हामीसँग थकाली खानाहरू पनि हुन्छ। र यसमा चाहिँ आज भनेको मैले स्पेसल भनेको बिहानको खाजा र अब दिउँसोको खाजा भनौँ न ब्रेकफास्ट र त्यो रेडी गरेको छु। जसमा चाहिँ यो चिज पास्ता विथ चिकन, यतामा चाहिँ आलु परोठा, प्लेन परोठा, अनि यो के अरे लेग पिस चाहिँ हट लेग पिस, अनि यता यो चिकन साँधेको हनी विङ्स, अनि के अरे चिकन ललिपप, चिकन कटी रोल, अनि स्प्रिङ रोलहरू मेन स्पेसल्ली जस मेनुमा चाहिँ अब कम्बो सेट भनेर राख्ने हिसाबले चाहिँ यो तयार गरेको। अब के अरे आउनु होला सबैजना र राम्रो वातावरण मनोरञ्जन खुला मनोरञ्जनमा बसेर चाहिँ हजुरहरूले सबै आइटमहरू ट्राई गरेर हामीलाई पनि अब सेवा गर्ने मौका दिनु होला। त्यसै भन्दै हुन्छ, आउनु होला। अब यो रेट पनि बताइदिनु होला। रेट नभन्नु होला, नभन्ने ल ठिक छ। ल आइदिनु होला हाम्रो चाहिँ हिमालय रेस्टुरेन्टमा। यो चाहिँ नयाँ आइटमहरू बन्दैछ, तपाईँहरू पनि आएर चाहिँ खाएर चाहिँ जानु होला, टेस्ट गरेर जानु होला भन्ने म सम्पूर्ण इष्टमित्रहरूलाई म हार्दिक अनुरोध गर्दछु। ल हेर्नुहोस् हाम्रो हिमालय रेस्टुरेन्टमा यो प्रकारको आइटमहरू पनि छ। तपाईँहरू यहाँ आएर चाहिँ खाएर गइदिनु होला भन्ने म अनुरोध गर्दछु। र हाम्रो चाहिँ लोकेसन छ अमरसिंह चोकको हिमालय ब्याङ्कभन्दा को साइडबाट भित्र पस्ने गल्लीको 50 मिटर तल माथिबाट झर्दा 50 मिटर तल दाहिने साइडमा पर्छ। र तपाईँहरू आएर चाहिँ खाएर चाहिँ इन्जोय गरिदिनु होला भन्ने म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।